कम्युनिटी लजमा आइपुगेको छौँ। यो अन्नपूर्ण गाउँपालिकाको राम्चे भन्ने गाउँमा पर्दो रहेछ। यो चाहिँ एल्टिट्युड भन्नुपर्दा चाहिँ 3300 किलोमिटर जति रहेछ है, 3300। अनि यो चाहिँ कम्युनिटी लज हो, त्यति धेरै महँगो छैन, अफोर्डेबल नै छ। अनि रातिमै आइपुग्यो, लगभग हामी आइपुग्दाखेरि साँझ नै भयो, 7:15 भयो। भोलि बिहानको चाहिँ म भ्यूहरू कस्तो देख्छ यहाँको, वेदर खोल्छ खोल्दैन, खुल्यो भने यहाँको वेदरको तपाईँहरूलाई मैले सट्ट मिठो टाइम ल्याप्स देखाउनेछु। गुड मर्निङ एभ्रिवान। म चाहिँ यस्तो राम्रो ठाउँमा आएछु कि अब तपाईँहरूलाई मैले यसको ठाउँको बारेमा शब्दले केही भन्नै सक्दैन। लाइक म म्याग्दी जिल्लाको धेरै ठाउँहरू घुमेँ, तर यो जस्तो राम्रो ठाउँ चाहिँ मैले अझसम्म कतै पनि भेटेको थिएन। इट्स सच अ ब्युटिफुल प्लेस द्याट यु विल अल्सो बी सरप्राइज टु सी क्या। यस्तो दामी छ क्या। अब अहिले हिमालमा घाम परेको छैन, सनराइज हुन हामी कुरिरहेको छौँ, तर हिमालको प्यानोरामिक भ्यू चाहिँ यस्तो बवाल छ यार। र अहिले चाहिँ बिहानको टाइम भन्नुपर्दा ठ्याक्क 5:30 गएको छ र अबको 5-6 मिनटमा चाहिँ यहाँ सनराइज हुन्छ। 5:36 अराउन्डमा हुन्छ भनेर चाहिँ यहाँको दाइले भन्नुभएको थियो मलाई। अनि अर्को कुरा के छ भने यो हिमालको भ्यू मात्र नभएर यहाँको यो जो रुखहरूको बनावट छ होइन, यो हिमालतिर अलि उच्च हिमाली भेगतिर पाइने कोणधारी वन भन्छ यसलाई, त्यस्तो किसिमको वन छ। अनि त्यसपछि सेतो चिमाल अनि पिङ्क कलरको गुराँस पनि छ क्या त्यहाँ। अनि यसले पनि यसको सौन्दर्यतालाई अझ राम्रो बनाइरहेको छ। अनि यतापट्टि हेर्दाखेरि चाहिँ यो घाँस सुकेर सेतो सेतो भएको छ नि, यसले झन् अझै बवाल बनाइरहेको के। भ्रम नै होस् मनको खुसी नै छु म, माया धेरै धेरै गर्छु तर त केही छैन, भावनाहरू पोख्नु पनि अधिकार नै छैन, तर यो नमान कि भावना नै छैन। अब गेस्टहरूको लागि भनेर धेरै ब्लकहरू छ, यहाँ चाहिँ सुत्न बस्नको लागि चाहिँ एकदम राम्रो व्यवस्था छ। यहाँ चाहिँ बिजुली आइसकेको छैन है, त्यो भएर यहाँ सोलरबाट नै काम चलाउनु परिरहेको छ। तर इन्टरनेटको लागि चाहिँ कुनै चिन्ता छैन है, इन्टरनेटको चाहिँ राम्रो फेसिलिटी छ। अनि एनटिसीले पनि एकदमै राम्रै काम गर्दो रहेछ, त्यस्तो 4G नै काम नगरे पनि 3G चाहिँ राम्रै सर्भिस दिँदो रहेछ। अनि यताबाट हेर्दाखेरि चाहिँ मैले चिनेको चाहिँ यो धौलागिरी हिमाल, अनि धौलागिरी पछि यो चाहिँ टुकुचे हिमाल, अनि त्यस्तै गरेर यता आएर यो निलगिरी, निलगिरी पछि अन्नपूर्ण नर्थ, अनि अन्नपूर्ण साउथ, अनि यता चाहिँ माछापुच्छ्रे र अरू हिमालहरू चाहिँ मैले चिन्दैन। धेरै हिमाल, धेरै पिकहरू छ, यिनीहरूको नाम चाहिँ मलाई थाहा छैन है। अहिले चाहिँ म यतापट्टि डाँडाको साइडमा खाडातिर यो चिमाल हेर्न आइरहेको छु। चिमाल भनेको के हो थाहा छ? कहिले सुन्नुभएको थियो चिमाल भन्ने नाम? चिमाल भनेको सेतो प्रजातिको गुराँस है। मैले खोप्रा जाने बेलामा चाहिँ त्यसको रुख मात्रै देख्न पाएको थिएँ, फुल देख्न पाएको थिएन, किनकि म अफ सिजनमा गएको थिएँ। अहिले चाहिँ ठ्याक्क सिजन रहेछ गुराँस फुल्ने। अनि लाली गुराँस रातो हुन्छ, नामै लाली भनेपछि रातो हुने भयो होइन। तर चिमाल चाहिँ सेतो हुन्छ। यो सेतो पनि अलिकति चाहिँ थोरै थोरै पर्पल हुँदो रहेछ, हल्का पिङ्क पर्पल टाइपको। यो चाहिँ चिमाल है। अब म चाहिँ यसलाई टिप्दिनँ, किनकि यो गुराँसहरूलाई चाहिँ नटिप्ने नै भन्दो रहेछ। कि यो फुल्यो भने यसलाई टिप्दियो भने अर्को वर्ष त्यही ठाउँबाट फुल्न पाउँदैन अरे क्या। अहिले ठ्याक्क स्कुलहरू पनि बिदा थियो, अनि सेसन ब्रेक भइरहेको बेलामा कतै पनि जान पाइरहेको थिएन कि, यत्तिकै घरमा बस्दा बस्दा दिक्क लागिरहेको थियो। अनि अकस्मात प्लान चाहिँ बन्यो। अनि
प्लानहरू सक्सेस हुने भनेको तिनै प्लान हो जो चाहिँ अकस्मात बन्छ कि अब हामीले धेरै पहिलादेखि नै प्लान गरेर बस्यो भने त्यो प्लान कहिले पनि सक्सेस हुँदैन यति कुरा चाहिँ बुझिराखौँ है तर एउटा फुल त टिपेँ यार मैले नटिपी मनै मानेन कि ल अहिले चाहिँ हामीले चिया पनि खायो पानी पनि खायो अब यो मोहरे डाँडा त चाहिँ छोडेर हामी अब कोखे डाँडातिर जाँदैछौँ एकछिनमा घाम लागेपछि चाहिँ एकदम न्यानो भयो आनन्द भयो है भ्यू चाहिँ अझै पनि उत्तिकै राम्रो छ तर यता साइडतिर पुरै बादल लाग्यो कि बादल लागेर ढाकिसक्यो कोखे डाँडा चाहिँ यहाँनिर छ है यहाँबाट ठ्याक्कै 10-15 मिनटको डिस्टेन्समा रहेछ अनि कोखे डाँडा चाहिँ पर्वतमा पर्छ फेरि यो म्याग्दीमा है ल यस्तो छ है अझै पनि यो माउन्ट अन्नपूर्णतिर चाहिँ त्यति धेरै घाम परिरहेको छैन यो साइड चाहिँ घाम परेर एकदमै राम्रो भयो र यो चाहिँ महावीर पुनको वायरलेस इन्टरनेट है यो रेभोल्युसन चाहिँ महावीर पुनको सक्रियतामै भएको थियो यो ठाउँमा यति धेरै चेन्ज आउनुमा चाहिँ सबैभन्दा अब ठुलो साथ सहयोग चाहिँ यहाँको स्थानीयको होला तर सबैभन्दा इनिसिएटिभ त्यो कदम चाल्ने चाहिँ महावीर पुनले नै गर्नुभएको थियो त्यो भएको भएर यहाँ मात्रै नभएर यो महावीर पुनको संयोजकत्वमा धेरै ठाउँमा जस्तै खोप्रामा पनि कम्युनिटी लज छ अनि अन्य ठाउँहरूमा नागीमा छ है धेरै ठाउँहरूमा छ त्यही हो अब हामीले यहाँबाट चेकआउट गरिसक्यौँ अब दुईजनाले खाएको अनि सुतेको अनि त्यसपछि चिया खाएको पानी खाएको के गरेको अक्रम बक्रम गरेर जम्मा 3070 हो तर 70 रुपियाँ डिस्काउन्ट है इट्स अ भेरी अफोर्डेबल प्राइस है इट्स नट द्याट हाइली एक्सपेन्सिभ सुतेको चाहिँ एकजनाको 200 लाग्दो रहेछ अनि त्यसपछि खानाको चाहिँ 500 रहेछ है सादा खानाको होइन सादा खानाको 500 ठिकै त हो नि होइन अब यतिको ठाउँमा यार गाह्रो छ नि ल्याउनलाई अनि पानीको चाहिँ सर्टेज नै हुन्छ यो ठाउँमा जति माथि आयो उति पानीको चाहिँ अभाव हुन्छ सो अब यहाँ पानीको रिजर्भको लागि चाहिँ यस्तो किसिमको व्यवस्था रहेछ सट्टर डुन्ड बनाएर यहाँबाट आउने बर्खाको पानी कलेक्सन गर्नलाई ड्रमहरूमा यसरी मिलाइएको रहेछ है यो चाहिँ हाम्रो रुम हिजो हामी बसेको रुम यो हाम्रो राजा सुतेको रुम यो है आनन्दले सुते राजा म चाहिँ अलिकति निदाउन सकेन हल्का टाउको दुख्यो मलाई किनभने जहिले पनि माथि माथि आयो भने हेडेक हुन्छ कि किन हो तर आउन चाहिँ मन लाग्छ फेरि कहिल्यै पनि छोड्ने चाहिँ होइन है जति हेडेक होस् राति धन्नै हेलिकप्टरबाट रेस्क्यु हान्नु परेन है झन्डै हेलिकप्टर रेस्क्यु हान्नु परेको राति 12-1 बजे त्यही हो हेलिकप्टर रेस्क्यु त एकजना मान्छेको ढाडमा हेलिकप्टर लेखेर बोकेर लय मात्रै हो होइन नत्र भने गाह्रो छ अनि के छ राजा तिम्रो धारणा ठीक छ कस्तो लाग्यो एकदम राम्रो लाग्यो तिमीले अरू आउने मान्छेलाई सजेसन के दिन्छौ आउनुस् घुम्नुस् बोल्न नहुने कुरा के भन्छौ बोल्न नहुने कुरा चाहिँ हाम्रो राजाले भनेको पावर ब्याङ्क है पावर ब्याङ्क चाहिँ बिर्सिनु नहुने किनभने हियर इज नो एनी चार्जिङ के भन्छ अरे पोर्ट है चार्जिङ प्लग केही पनि छैन सिर्फ एउटा लाइट छ तर यही भनेको नि ठुलो कुरा हो किनभने सोलर इनर्जी हो अनि बिजुली आइसकेको छैन ल रुखहरू पुरानो भएपछि यस्तो राम्रो देख्दो रहेछ भाँचिए पनि पुरानो भए पनि यसको सौन्दर्यता चाहिँ अझै राम्रो हुँदै जाँदो रहेछ है यति राम्रो ठाउँहरू छ नेपालमा घुम्न लायक है तर तपाईँहरू ओछ्यानमै सुतेरै जिन्दगी बिताउनु भएको छ त्यस्तो नभन होला फेरि कोही कोहीलाई पिर पर्ला तै घुम्दो रहेछस् के नै भन्नु होला होइन अब हामी नेपाल छोडेर कहीँ जान त सकिएन होइन नेपाल बसेपछि गर्नै पर्ने एउटा काम भनेको के हो भने घुम्ने हो कि होइन पुरै नेपाल घुम्ने हो अब कमाउने भन्ने त्यस्तै हो पैसा कमाएर चाहिँ आवश्यकता पुरा गर्ने हो अनि त्यसपछि चाहिँ रहर पुरा गर्ने हो है एकदम त्यो धेरै वाइल्डै पैसा कमाउँला भन्ने कुरा चाहिँ छैन नेपाल बसेपछि त्यही हो धेरै होइन राजाले आइफोन किन्न सकेका छन् त्योभन्दा के चाहियो होइन अब त्यो त्यो अब घर सर त बिस्तारै भइहाल्छ नि किन तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रिजहरूको फ्ल्याग्सहरू छ मैले चाहिँ धेरै फ्ल्याग्सहरू चाहिँ आइडेन्टिफाई गर्न सकेन कुन देशको हो
र यो हिललाई चाहिँ 360 हिल भनेर पनि भन्दो रहेछ। 360 भ्यू देख्न पाउँदो रहेछ पाहुनालाई चाहिँ। सट्ट बिचमा रहेछ है उच्च भाग। अब हिमालहरूमा त बादल लागिसक्यो। राम्रो छ ठाउँ चाहिँ। तल तलका पहाडहरू त हामी आएको पहाडहरू त कति होचा कति साना देखिन्छ होइन। त्यही हो साथीहरू, मेरो गोप्रोको चार्ज भ्याइन थाल्यो। अब 14% मात्रै छ। त्यही हो 2-4 मिनटको भिडियो चाहिँ क्याप्चर गर्न सक्छ अझै पनि। अब त्यहाँनिर हामी बसेको मोहरे डाँडा चाहिँ त्यो हो। मोहरे डाँडाको भ्यू चाहिँ मलाई मन पर्यो है। यो कोखे डाँडाको भन्दा मोहरे डाँडाको मन पर्यो मलाई चाहिँ। अब नेपालमा यस्ता भ्यू पोइन्ट्सहरू चाहिँ धेरै छ है। यहाँ यस्तो मन्दिरहरू पनि बनाइएको छ ढुङ्गाको। अब केही विश माग्नु भएको थियो होला कसैले फुल चढाएर है। डिफ्रेन्ट ठाउँको मान्छेहरूलाई चाहिँ आफ्नो देशको झन्डा देख्दाखेरि पनि बेग्लै किसिमको आनन्द आउँछ होला नि त होइन। यो ठाउँमा आएर हेर्दाखेरि यो चाहिँ मन पर्यो। यहाँको यो कोखे डाँडाको एउटा होटल चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ संरचनाहरू अलिक कम नै रहेछ। होटल चाहिँ एउटा मात्रै रहेछ है। हुन त माथि पनि एउटा मात्रै थियो, तर यहाँ चाहिँ एउटा त्यति धेरै रुमहरू चाहिँ छैन रहेछ जस्तो लाग्यो। माथि नै लिमिटेड रहेछ। माथि चाहिँ जे होस् अलिक धेरै गेस्टहरूको लागि बस्न मिल्ने जस्तो ठाउँ रहेछ। अनि यो चाहिँ यहाँको होटल हो। हेर त त्यो भिडियो नि खिच्नु पर्ने। दामी यार। एन्ड दिस इज कोखे डाँडा है। बादल लाग्यो, हिमालहरू देख्न पाएन, तर यहाँको भ्यू चाहिँ असम छ है। बबाल छ बबाल। अब यहाँदेखि तल गयो भने चाहिँ उल्लेरी के भन्ने ठाउँतिर पुग्दो रहेछ। पोखरातिर निस्किने, नयाँ पुलतिर निस्किने बाटो रहेछ यो। अब हामी फर्किनलाई चाहिँ माथि नै गएर फेरि त्यो मोहरे डाँडाबाट नै तल झर्नु पर्दो रहेछ है। त्यो चाहिँ थाहा भएन। हामी तलतिर आइरहेको थियौँ। एकछिनमा फर्किनेछौँ। तर ठाउँ चाहिँ हेभनली ब्युटिफुल है। एकदमै राम्रो छ। यो कोखे डाँडाको चाहिँ अरूभन्दा मलाई भिन्न चाहिँ के लाग्यो भने यो चौर चाहिँ बबाल रहेछ। अनि यहाँनिर मस्त दौडी लटपट्टि भिडियो खिच्न पाउने कि आनन्द त्यो चाहिँ। अनि अब चाहिँ 8:30 भइसकेको छ। अब हामी यहाँबाट मुभ हुनुपर्छ। तल गएर हिजो जहाँनिर हामीले बाइक राखेको थियौँ त्यहाँनिर गएर खाना खान्छौँ। त्यसपछि हामी विल गो ब्याक टु आवर होम। त्यही हो। अब चाहिँ भिडियोलाई यहाँ इन्ड गरिदिउँ होला, किनभने मेरो ब्याट्रीको चार्ज पनि भइसकेको छ। अहिलेलाई त्यति नै। थ्याङ्क यू सो मच। किप वाचिङ।